अत्यन्तै खुसीको खबर। म ड्युटीमा छु। ड्युटीमा हुँदाहुँदै यो एम्बुलेन्सको विषयमा मैले धेरै कुराहरू उठाइराखेको थिएँ, तर आज मेरो आवाजलाई सुनिदिएर आदरणीय अध्यक्षज्यू शालिग्राम सेन र सचिवज्यू हुमबहादुर दमाईज्यूले आज भर्खरै मलाई कल गरेर तपाईहरूको आवाजलाई हामी सुनाइ गर्नेछौँ र आज साँझसम्म हामीले खरा स्वास्थ्य चौकीमा यो एम्बुलेन्स पुर्याएर 1-2 दिनभित्रमै सार्वजनिक रकमहरू घाटा फाइदा के छन् भनेर सबै डिटेलली बिलहरू बुझाएर सम्पूर्ण आम गौमुखी गाउँपालिका 3 का सर्वसाधारण जनता, त्यहाँका आर्मीका छोराछोरी सबै फ्यामिली परिवारलाई जस्तोको तस्तो सत्य तथ्य के हो भनेर हामी बुझाएर प्रष्ट पार्नेछौँ भनेर भन्नुभएको छ। तपाईँ हामी सबैजना खुसी हुनुपर्छ र यस्ता विषयमा जो कसैलाई पनि शङ्काको विषय छ भने खबरदारी गर्नै पर्छ। मैले पनि तपाईहरू सबैको अधिकार हो यो खबरदारी गर्नेमा। एकजना मात्रै बोल्नु हुँदैन, बोलेर फेरि बिचमा रोक्नु हुँदैन, त्यसको अडानलाई चाहिँ छोड्नु नै हुँदैन। त्यसैले म एकजना सामान्य मजदुरीको भनाइ सुनवाई गरेर यो एम्बुलेन्सलाई आज साँझसम्म खरा रजबरा स्वास्थ्य चौकीमा पुर्याएर 2-3 दिनभित्रैमा सबै सार्वजनिक गरेर सुनवाई गरेर सबैलाई सर्वदलीय बैठक गरेर हामी प्रष्ट पार्नेछौँ भनेर भर्खरै मलाई फोन गरेर आदरणीय अङ्कल शालिग्राम सेनज्यू र सचिव हुमबहादुर परियारज्यूले मलाई भर्खरै म्यासेज पनि गर्नुभयो, मलाई फोन पनि गर्नुभयो। म धेरै खुसी छु। तर यहाँ आवाज पनि उठाउन नसक्ने, बोल्दा पनि नबोल्ने र उक्साउने उचाल्नेहरू धेरै हुन्छन्। तपाईहरू आन्तरिक एक्लै बसेर यस्तो हो उस्तो हो भनेर कुरो गर्नुभन्दा पनि त्यहाँ उपस्थित भइदिनु होला। उहाँहरूले भन्नुभएको छ सम्पूर्ण भूपू आर्मीका फ्यामिली परिवार, सम्पूर्ण त्यहाँका राजनैतिक दल, सक्रिय युवाहरू सम्पूर्णलाई आह्वान गरेर सर्वदलीय बैठक गरेर प्रष्ट पार्नेछौँ भन्नुभएको छ। तपाईहरूले पनि बुझ्न सक्नुहुन्छ प्रष्ट अहिलेसम्म कति खर्च भएको छ र कति बचत भएको छ। बचत भएको छैन भने के कारणले बचत भएको छैन, खर्च भयो कुन ठाउँमा खर्च भयो भनेर तपाईँ